ल गाइज म चाहिँ चाक्रीघाटबाट हिँडेँ 5:05 गएको छ। अब चाहिँ कच्ची बाटो लाग्छ हाम्रो घरतिर जाने र यो चाहिँ चाक्रीघाट बजार र तपाईँहरू अब उता राप्ती राजमार्ग चाहिँ छुट्ने भयो। अब उता थारमारे मोखला त्यस्तै गरी उता जानलाई चाहिँ यो बाटो भयो। म चाहिँ अब यता हिँडिरहेको छु। कति लाग्छ हेरौँ, 5:05 गएको छ ठ्याक्कै। अब यो चाहिँ स्पिड चाहिँ हिँड्नु हुँदैन, बाटो यस्तो छ, बिस्तारै चाहिँ हिँड्नुपर्छ। खाल्डा खुल्डीहरू छन्, कतिमा पुगिन्छ है घरमा। चाक्रीघाट हुँदै यो चाहिँ हाम्रो कुमाक जान्छ, ठ्याक्कै कुमाक मेला लाग्ने ठाउँ जान्छ। बाटो छैन है राम्रो, खत्तम छ बाटो, उकालो छ, पुरै उकालो। त्यसपछि माथि पुग्यो डाँडोमा, कुमाक पुगेपछि त्यसपछि चाहिँ हाम्रो ओह्रालो पर्छ। यहाँ छ कम्तीमा पनि 15-20 मिनट, 15 नै 20-25 मिनट 30 मिनट लाग्छ होला सायद, किनकि अलि माथि छ, धेरै छ, ओह्रालो छ। ओह्रालोमा बिस्तारै हिँड्नुपर्छ। साँझ भइसक्यो। यहाँ चाहिँ गाडी हिँड्दैनन् यो बाटोमा खासै, हल्का हल्का सानो गाडीहरू, एउटा ट्याक्सी हिँड्छ होला सायद त्यहाँ, र अरू गाडी चाहिँ हिँड्दैनन्। बाटोको हालत यस्तो छ हेर्नु गाइज, के गर्ने, यस्तै छ। यो छिटो सुधार हुनुपर्छ। यो एकदमै यो बाटो ट्र्याक राम्रैसँग खुल्यो भने चाहिँ गाडी चल्ने सम्भावना धेरै छ। यो चाहिँ रुकुम जोडिन्छ क्या, रुकुम चौरजारी। त्यही भएर तपाईँको चाहिँ यो यदि बन्यो भने है, ठुलो गाडी हिँड्ने जस्तो ठाउँ छैन, सानो गाडी चाहिँ जान्छ। बन्यो भने चाहिँ मिनी बस जान्छ। चौरजारी उता अर्को बाटो जान्छ, राप्ती हाइवे थारमारेसम्म भएर यो छोटो पर्छ यताबाट। रुक्सा बजार कट्यो भने त्यसपछि अलिकति अप्ठ्यारो छ, त्यसपछि ठिकठिकै छ बाटो। सत्यानाश हुन्छ बाइक त फेरि यस्तामा, बाटो यस्तो छ। मन्दिर रहेछ यहाँनिर। अर्को बाटो पनि छ है हाम्रो घर जाने, थारमारे पुग्नुपर्छ एउटा बाटो। थारमारे गएर चौरबारी जाने बाटो, चोरपानी भन्छ, त्यहाँ गएर पनि छ एउटा बाटो। भने यो बाटो चाहिँ अलिकति छोटो। ल अब अलि सजिलो छ बाटो। सजिलो त त्यस्तो छैन, तर ढुङ्गाले उछिट्याउँछ अलि हल्का। अब अलि राम्रो छ, माथि डाँडासम्म त्यत्तिकै छ। ल रुक्सा बजार यहीँ तल, पहिला बजार थियो सानो, एक दुईवटा घर थियो, त्यसलाई रुक्सा बजार भन्थ्यो। अब गयो यहीँ तल सानो घरहरू छन्, आज पनि छैन। पहिला मान्छे हिँड्ने भएर रोड थियो, अँध्यारो भइसक्यो, अँध्यारो। बाटोमा ढिलो भयो क्या।
मोड धेरै छन् अब मोड आयो मोड फेरि मोड आयो अँध्यारो भइसकेको छ है साथीहरू उज्यालो जस्तो देखिया होला लाइटहरू पनि त अगाडि झुझुई लाइट देखिया छ कति उकालो छ लाइट देखियो होइन अगाडि हल्का हल्का ल यतापट्टि ढुङ्गा बढ्यो गाउँ आयो काखोला भन्छ यसलाई काखोला भन्ने गाउँ छिर्यो गाउँबाट फेरि माथि जङ्गलमा जानुपर्छ सानो रहेछ बाटो छैन ठुलो उकालो 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 ताम 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 तान्छ एक्लै छु म अलि उकालो है म उकालोमा हिँडिरहेको छु कस्तो देखिया छ अब चाहिँ त्यो माथि कुमक त्यहाँ जानुपर्छ म यहाँ भर्खर म काखोला गाउँ सक्यो अब यतापट्टि आएँ अब चाहिँ बोरी खोला भन्छ बोरी खोला चाहिँ पहिला चोरहरू लाग्थ्यो क्या साँझको समयमा दिउँसै पनि डर हुन्थ्यो अरे पहिला मान्छे हिँड्ने बेला हिँड्दाखेरि त्यो टाढा जानुपर्छ म ऊ रोड देखा छ यहाँबाट त्यहाँ जानुपर्छ त्यहाँ पारियो जाने म त्यहाँ कुमक मेला लाग्ने छ त्यहाँ गएर बल्ल अनि उतापट्टि जानुपर्छ भेडा भेडा आयो भेडा 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 यतै आउँछन् त भागन भागन मार्छ है क्या हो साह्रोले त हान्छ पारिपट्टि गयो गाइस अगाडि देखाएको थिएँ नि मैले ल हल्का हल्का उकालो सुरु हुन लाग्यो है उकालो हाम्रो घर जाने बाटो ए हो गाइस ल उकालो सुरु भयो है हल्का हल्का माथि डाँडा जानुपर्छ त्यसपछि फेरि झर्ने हो करन्का भन्ने हुने हो गाइज खाल्डा खुल्टी त डोरो छन् सबभन्दा तलको मोडेको लगभग अब 5 मिनट लाग्ला माथि डाँडोमा जाने मेला लाग्ने ठाउँ आइयो साथीहरू मेला लाग्ने अब त्यो पर चाहिँ छ ठाउँ त्यो मेला लाग्छ जसमा तिहार बिचमा चाहिँ पूर्णिमा हुन्छ नि त्यतिखेर चढ्दै तर गएको रहेछ ठ्याक्कै कुमाला मेला लाग्ने के भएको थियो यहाँ ल ठ्याक्कै 5:35 भएछ देखाएको छ कि छैन हेलो
म त यहाँ माथि कुमाक कुमाक त्यो अस्ति ड्याम थियो ल ल हुन्छ हात दुख्यो गाइस अदुवा बिक्रीमा रहेछ ट्रक दुईटा ट्रक एउटा ट्र्याक्टर अँध्यारो भइसकेको छ ल हिँड्यो मेला लाग्ने ठाउँ यही हो यहाँ मेला लाग्छ धेरै त ठाउँ छैन चौडा तर तल माथिसम्म पारीसम्म लाग्छ अब यो बाटो चाहिँ कहाँ जान्छ भने थारमारे जोइन हुन्छ थारमारे जोडिन्छ र म चाहिँ थारमारे नगएर परबाट चाहिँ तलपट्टि जानुपर्छ 30 मिनटमा चाहिँ आधा घन्टामा माथि कुमाक आइयो चाक्लीघाटबाट त्यसपछि अब तल कति लाग्छ है हाम्रो घर जाने सिस्ने हिमाल हेर्नुहोस् गाइस सिस्ने हिमाल देखिन्न होला यहाँबाट यसले कहाँ देखिहाल सिस्ने हिमाल दिउँसोतिर गजब देखिन्छ होला अब जाने यहाँबाट पुरै डाउन एउटा पनि सिधा छैन पुरै ओह्रालो हो कस्तो छ पो छ चिक्लो छ कि क्या हो यार ओह्रालोमा फेरि चिप्लो भयो भने अप्ठ्यारै हुन्छ क्या कलच ल्याउने हो भने फेरि अप्ठ्यारो हुन्छ कलच लिनुहुन्न है ओह्रालोमा साथीहरू कलच छोडिदिने हो भने मजाले बाइक चाहिँ अलि भारी हुन्छ मजाले जान्छ ओह्रालो छ है ओह्रालो छ सकेमा अब हाम्रो अर्को रोड जोडिन्छ ठुलो रोड गाडी हिँड्ने रोड जोडिन्छ यो थारमारीबाट आउने रोड अलिकति मिस्टेक हुनुहुन्न है साँझ त अलिकति मिस्टेक कि गयो सानो छ रोड कति मिस्टेक हुन भएन गाडी गयो बाइक गयो केटाहरू काली झान्न गए के आयो ट्रक हो कि बस हो